हेलो साथीहरू, म चाहिँ आज यहाँ तल झरेको छु करेसाबारीमा। यो हाम्रो बकुला, म बकुला टिप्न आइरहेको छु। भर्खर यति पारेँ मैले बकुलालाई चाहिँ। अब यो बकुला टिप्न चाहिँ हाम्रोतिर कस्तो सानो सानो बकुला देखेको थिएँ मैले, यहाँ त कत्रो ठुल्ठुलो हुँदो रहेछ कि। कत्रो ठुल्ठुलो हने क्या बकुला। बकुला हेलो साथी हो, म चाहिँ अब घर फर्किँदैछु होइन। यो चाहिँ बाटो हो, अघि यही बाटोबाट गएको थिएँ, अहिले फेरि यही बाटोबाट म फर्किँदैछु। त्यो बाटो हो पहाडको बाटो, खेत जाने आउने। त्यही छेउबाट पनि छ छाना चाहिँ, तर मलाई डर लागेको त्यहाँबाट जानलाई। म यतासम्म परेको बाटोबाट आएको हो, अलिक होरतिरबाट रोड आयो। अब त्यो घर मेरो हो। अब म घर जाँदैछु। हेर्दै जानु, यहाँ वरिपरि चाहिँ यस्तो छ, यस्तो डाँडा पाखा छ, बफेर हरियाली छ। अनि सिधै जानु, अनि पर देखेको मेरो घर हो। अनि माथि देखेको हाम्रो ठुल्ड्याडीको घर हो। मैले चाहिँ अलिअलि के टिपेँ, अनि त्यसपछि घर आएँ। पिच राम्रो बनाइरहेछ अहिले त, पहिला कस्तो थियो थाहा छैन, अहिले चाहिँ राम्रो छ। अनि यही रोडकै घर हो हाम्रो, यो हाम्रो घर हो। फाइनली म चाहिँ घर आइपुगेँ, अनि मैले टिपेको सामान यही हो।